गाइज सबैजना सन्चै हुनुहुन्छ होला, हामी पनि एकदम सन्चै छौँ। आज चाहिँ हामी अब पिकनिक जानु लागेको। अब यता हुनुहुन्छ भाइहरू सबैले त हेर न ल पिकनिक जाने केटाहरू चाहिँ टन्नै छन्। उताहरू दुईजना आउँदैछन्। काली त आएन नि खाइ हामी चाहिँ गाउँबाट हिँड्दै हो। तिनीहरू सिधैबाट आउँछौँ। गाइजल चाहिँ हामी भमरकोट आइसकेका छौँ। अब हिँड्दै हो। आज कताको हुन्छ बास। हाम्रो चाहिँ टक्क पुग्ने भनेको ठाउँ चाहिँ डेस्टिनेसन भनेको चाहिँ फल के अरे माटे होइन, माटे हो। तर हिँड्दैछौँ। दिन पनि अँधेरो अँधेरो भइछ। दिन पनि अब कहाँ बसिन्छ थाहा छैन। अब जहाँ चाहिँ पानी पर्छ त्यहीँ बसिन्छ होला। One eternity later. हामी भ्युटार आएको छौँ। भ्युटार चाहिँ यस्तो रहेको छ। हिजो र लाल रूपा भ्युटार यसो अहिले केटेर फेरि भएको छ। रहेको छ बिच चढा माथि। लिएर हिँड्नु के छ भाइ? मोमबत्ती यहाँ छ कि कोठा? यो चाहिँ पातो छ रहेछ। हाम्रो गाउँ रहेको छ। लिएर भाइ ढोका लगाइदिनु। कहाँ हिँड्ने काम जहाँबाट सुकाएर चल्छ। हामी भरकोटको मन्दिरमा आएका छौँ। हिजो रहेको छ मन्दिर।
घन्टी बजाउनु भन्नाले रहेको छ मन्दिर चाहिँ अब चाहिँ हामी फर्किन लाग्यो त्यो पानी आएन लान्छ फर्केको यहाँबाट हेर्न सक्नुहुन्छ फर्केको हामी चाहिँ सो गाइस अहिले चाहिँ हामी चट्ट लाएर फलाटे आइसकेको छौँ देख्नुहुन्छ फलाटेको चौर रहेको छ लाङ्दी ल हामी चाहिँ अब यहाँ एकछिन बसेर खासा चाहिँ खाएर अनि अब जान्छ उता हो के अरे पारी अब चाहिँ चट्ट ल अहिले भेटौँ ल सो गाइस अहिले चाहिँ हामी चट्ट लाएर लेखाएको यहाँ केटाहरूले यहाँ के बनाउँदैछन् क्याम्प उज्जवल सर हुन्छ यहाँ आगो फुक्ने कार्यक्रम हुँदैछ टक्कै यहाँ भाडा छ अरू सो गाइस अहिले चाहिँ हाम्रो यो क्याम्प बन्दैछ अब यता भात पनि पाक्दैछ केटी त्यहाँ पानी छ यहाँ भात छ भातभित्र चामल छ ट्याक्कै यहाँ छ है साथीहरू तातेका छन् अनि यता हेर त अनि माथिबाट त जोगायो होइन अनि यार कसरी टेक्दियो टाउका भने यहाँ टाउका टेक्दियो भने बाघ भालु अब चाहिँ हाम्रो यो क्याम्प यस्तो बनेको छ अब यहाँ ट्याक्क ढोका हुन्छ उता भाइहरू छन् अब यिनीहरू यहाँ कामै छैन सबै काम गरेको छन् मैले यहाँ भात बनाउनु लाग्छु बेरोजगार छन् चामल के भन्छ नि यहाँ उज्जवलले बनाएको सिट कस्तो बनाएँ मैले दामी दामी आगो अलि भने जस्तो बोल्नु र सो गाइस अहिले चाहिँ हाम्रो यहाँ तल उस हालेको छ
अब माथि यो टाट बिसाउने क्या माथि उमानी जाँदाखेरि यो माछा यो माथि हानिएको नि चौरा बस्यो नि त ल टक्क लाएर अब चाहिँ हुन्न के खोल सिङ्गलले खतरा खतरा होइन दादा सो गाइस अहिले चाहिँ हाम्रो यो टेन्ट रेडी भइसकेको छ भाइ भित्र यहाँ सरसफाइ हुँदैछ भित्र टक्क अनि यता पनि हुँदैछ काम अनि यता हुँदैछ यो भाइहरु यो सबै दिएको हैन एक कारा खाँदाखेरि हैन कुना राखेर भित्र त अटिन्न हैन आशिष ज्याकेट हो आशिष स्विमिङ ब्याग ल्याउनु पर्छ भित्र अटिन्छ अटिन्न यो ब्यागहरु तर हाम्रो लिएर आउँथे हाम्रो फेरि वाटर प्रुफ थियो क्या यो अलि त्यति वाटर प्रुफ ब्यागहरु भित्र अटिन्छ गरेन केटा त्यो भइमा नराखेको यस्तो चामल छ केटा लाइट छ यार किन डढाइछ केटा यो केटाहरुको स्लिपिङ ब्यागमा डेन्जर तातो हुन्छ नि अहिले त यो छेउमा सुत्ने हो के स्लिपिङ ब्यागमा सुत्ने हुँदो रहेछ सोर सक्यो झोलाहरु सबै हाल्यो त्यो लाइट देखाइदे बाइकमा हेर नयाँ नयाँ सामान छ रे यो के हो यो एउटा लाइट हैन यो केला हाल केको यो एउटा लाइट दुईटा यो एउटा ब्याट्री ल दोस्रो यो सामानहरु तीनटा लाइट चारवटा लाइट हैन ब्याट्री हेर्दै जाम न ओइ चारवटा ब्याट्री पाँचवटा ब्याट्री ओइ नचल्दै उतलाई पाँचवटा ब्याट्री हैन छवटा ब्याट्री है छ होला
उजुला मतलब के अनि सुनिस आशिषको मा दुईटा लाइट आज ए आशिष हामीले साइकल गर्दियो नि यार दिनो त मन त लगो लाइट ल्याइएन ब्याग पास गर्न दे ज्याकेट लाउनु न जम्मैको राजा तिमीले मेरो भक्ति ज्याकेट लाऊ है कुन यो बनाउँदै हिँड्दैन अनि फेरि यो चिटिङ छ कि 5 जना जनाले यो लाएर जान्छ यो है भक्कु ज्याकेट छ के लाउनु दामी छ खाली तपाईँ एउटा खाली निकाल्नु अब चाहिँ यहाँ तरकारीहरू झिक्दैछ अनि त्यसरी यता चाहिँ यहाँ व्यवस्थापन हुँदैछ सबै सो गाइस अहिले चाहिँ हामी चट्टा लाएर टेन्ट बनाएर सुत्न लागेको भन्दा नि अब यसो ल भित्रबाट चाहिँ यस्तो छ बिस्तारै सिस्तारै अनि हामी चाहिँ यहाँ सुतिराखेको बाहिर चाहिँ उजेलै छ चट्ट खाना पाक्दैछ बाहिर चाहिँ जम्मा निक्लौँ ल बाहिर चाहिँ केटाहरू खाना बनाउँदैछन् खाना पाक्दैछ हाम्रो टेन्ट रहेको छ लेक पानी पर्ला जस्तो भएको तर पानी चाहिँ परेको छैन सो गाइस अब चाहिँ हाम्रो यहाँ खाना पकाउने कार्यक्रम हुँदैछ यहाँ आशिष उज्जवल यहाँ रहेछन् सचिन सङ्गीत अनि त्यही हाम्रो भाइहरूको बङ्कुसे भाइ आगो चाहिँ हल्का हल्का कमै छ ए मौसम त्यस्तो छ है बादल आयो अहिले त उतै प्लास्टिकमा खाना हो उता खाजा उता हालमको तोड्ने यहीँ हालिदिन्छ त्यो मान्छे होला अब यस्तो अब लेखा बसिन्छ लेखा आइन्छ 3 दिन बस्नु भन्ने हुन्छ है अनि भोलि अहिले यति खान्छ हुसार्न पर्ने हुसारे भोलि भोलि बिहान झन् धेरै खाना पर्छ हाम्रो नि अलि प्रेसर ल आजको लागि यति नै गाइज आजको लागि यति नै हाम्रो चाहिँ अब यता खाना पाक्दैछ अब खानसाना खाएर रात पर्नु लाग अब आज यतै बस्छौँ आज चाहिँ अनि अब भोलितिर चाहिँ उता माथि गइन्छ होला ल आजको लागि यति नै भन्दै बिदा लिन्छु धन्यवाद।